राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलोन मस्क बीच अहिले शब्दको हानाहान भइरहेको छ। एक किसिमले वर्ल्डको वार चलिरहेको छ। एकातिर एलोन मस्क भन्छन् हामीलाई अब छुट्टै पोलिटिकल पार्टी चाहिन्छ, हामीले चाहिँ अब छुट्टै पार्टी क्रिएट गर्नुपर्छ जसले 80% अफ मिडललाई चाहिँ कभर गर्न सकोस् भनेर एउटा क्वेसन मार्क टाइपको भोटिङ टाइपको स्ट्याटस लेखेका छन् भने अर्कोतर्फ ट्रम्पले भन्छन् हामीले चाहिँ बिलियन्स अफ बिलियन डलर सेभ गर्न सक्छौँ यदि एलोनलाई दिँदै आएको एउटा स्पेस एक्सलाई दिँदै आएको गभर्मेन्टल सब्सिडाइज र कन्ट्र्याक्टहरू, सब्सिडाइज भन्नाले सरकारी अनुदान तथा कन्ट्र्याक्टहरू दिन मात्रै कटौती गऱ्यौँ भने पनि हामीले चाहिँ बिलियन्स अफ बिलियन डलर सेभ गर्न सक्छौँ भनेर ट्रम्पले उता भन्छन्। यदि राष्ट्रपतिको स्टेटमेन्ट अनुसार गभर्मेन्टले आफ्नो गभर्मेन्टल सब्सिडाइजलाई कटौती गर्छ भने ड्रागन स्पेस क्राफ्टलाई गर्दै आएको एउटा जो हेल्प थियो त्यसलाई चाहिँ हामी डिकमिसन गर्छौँ भनेर उनले त्यसको प्रतिकारमा लेखेका छन्। र अर्को स्ट्याटस साथसाथै एक्समा के पनि लेखेका छन् भने छुट्टै द ट्रम्प ट्यारिफ विल कज अ रिसेसन इन द सेकेन्ड हाफ अफ दिस इयर भनेको छ। यसको मतलब अब हामीले छिट्टै नै रिसेसनको फिल गर्न सक्छौँ भन्ने एउटा थ्रेड टाइपको स्ट्याटस पनि उनले लेखेका छन्। यो सब चलिसके पछाडि ट्रम्प अलिकति नरम हुँदै के लेखेका छन् भने आई डोन्ट माइन्ड एलोन मस्क इज टर्निङ अगेन्स्ट मी बट ही शुड ह्याभ डन सो मन्थ अगो। अर्थात् तिनी मेरो विरुद्धमा जान्छन् भने मलाई त्यसको कुनै आपत्ति छैन, तर यदि उनले यस्तो गर्नु नै थियो भने 1 महिना अगाडि नै क्विट गर्नुपर्ने यस्तो कुराहरू भनेर चाहिँ उनले एउटा नम्र भाषामा लेखेका छन्। र उनले अर्को के पनि गरेका छन् भने मैले त्यो बिग बिल गर्नुको मुख्य कारण भनेको 1.6 ट्रिलियन भन्दा बढी डलर चाहिँ त्यसबाट सेभ हुन्छ। मैले चाहिँ बिग्रिसकेको कुराहरूलाई चाहिँ अलिकति फिक्स गर्न खोजिरहेको छु, मैले यो मेस क्रिएट गर्न खोजेको होइन, कुराहरूलाई फिक्स गर्न खोजिरहेको छु। र दिस पुट आवर कन्ट्री अन अ पाथ अफ ग्रेटनेस मेक अमेरिका ग्रेट अगेन भनेर लेखेका छन्। यो दुईजना व्यक्तिहरूको वारले कस्तो खालको इकोनोमिक इम्प्याक्ट पार्ला त्यो हामी निकट भविष्यमा देख्न सक्छौँ, किनभने आज मात्रै टेस्लाले 14% आफ्नो सेयर घाटा बेहोर्नु परेको छ भनेपछि तपाईँहरू के भन्न चाहनुहुन्छ यसको बारेमा तल आफ्नो कमेन्ट लेख्नुहोला।